हाई गाइज वेलकम टु माई सानो ब्लगमा है। म चाहिँ हेर्नु घरमा बस्दाखेरि यत्तिकै झ्याउ लागेर अनि फ्री टाइमलाई चाहिँ युटिलाइज गर्नलाई चाहिँ यो ह्यान्डिक्राफ्टवाला फ्लावरहरू लिएर आएको छु कि तपाईँहरूलाई चाहिँ यस्तो बनाएको मन परेछ भने मलाई डिएम गर्न सक्नुहुन्छ। यो चाहिँ मेरो बिजनेस छैन ल, म चाहिँ घरमा बस्दा खाली टाइमको लागि युटिलाइज मात्रै गरेको। इफ अब हेरौँ फ्युचरमा चाहिँ अब के हुन्छ थाहा छैन, तर अहिले चाहिँ म स्टार्टिङ चाहिँ सानो गरेर घरमैबाट गरेको। तर बिजनेस चाहिँ भन्नु मिल्दैन, यसलाई चाहिँ मैले खाली टाइमको लागि युटिलाइज मात्रै गरेको। इफ कसैलाई चाहिँ मन परेको छ भने चाहिँ मलाई डिएम गर्नुहोस्। तपाईँहरूले खोजेको जस्तै मन परेको बुके घरको डेकोरेसनको लागि सबै तपाईँले देखाउनु भयो भने म त्यही अनुसारले बनाइदिन्छु। कोहीजना चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने मलाई डिएम गर्नु ल। अनि मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु ल। मेरो फर्स्ट टाइम हो नि त बोलेको, मलाई कसै बोल्न पनि आउँदैन। त्यो पनि मेरो भोइसलाई इग्नोर गरेर मेरो फुल बनाएको चाहिँ हेरिदिनु ल। त्यहाँदेखि मेरो भोइसलाई चाहिँ इग्नोर गरिदिनु ल, मैले बनाएको फुल मात्रै हेरिदिनु। अनि तपाईँहरूलाई मन पर्छ भने चाहिँ प्लिज डिएम गर्नु ल। मेरो भर्खर स्टार्ट हो नि त, म पनि भर्खर स्टार्ट हो, केही आइडिया पनि छैन। त्यही भएर चाहिँ सबैजनाले मेरो भिडियो मन पराइदिनु भयो भने चाहिँ लाइक गरिदिनु ल। लाइक कमेन्ट सब्सक्राइब त भन्नु मिल्दैन सेयर चाहिँ गरिदिनु, क्लास बनाइदिनु ल। मेरो फुल चाहिँ यस्तो भइसकेको छ होइन। यही हो गाइस होइन, जापानको ठाउँमा अब काम गरेर मात्रै नि हुँदैन नि त। कहिले कहिले आफ्नै फ्री टाइम आफ्नो भएको ट्यालेन्ट, हिडन ट्यालेन्ट भनौँ न, त्यो पनि देखाउनु पऱ्यो नि त होइन। के छ र यस्तै हो जिन्दगी। सबैजनाले हेरिदिनु भयो, धन्यवाद। फेरि मेरो नयाँ भिडियो लिएर आउनेछु। थ्याङ्क यू फर वाचिङ गाइज, थ्याङ्क यू सो मच।